नेपालसहित विश्वका 108 देशमा सनातन संस्कृतिको विकासका लागि कलश यात्रा सुरु भएको छ। माता नर्मदा देवी कलश यात्राको नामबाट भारतको नर्मदा देवीबाट यो यात्रा सुरु गरिएको हो। वैदिक परम्पराको संरक्षण र विकासका लागि भारतको विश्व वैदिक गुरुकुल फाउन्डेसनले नेपालमा पनि विशाल गुरुकुल आश्रम निर्माण गर्ने भएको हो। भारतका मध्य प्रदेशका तेल घानी बोर्ड अध्यक्ष तथा क्याबिनेट मन्त्री रविकरण साहुजीले यो सङ्कल्प गरेका हुन्। उनको नेतृत्वमा नरेन्द्र मोदी विचार मञ्चले साथ दिएको छ। कलश यात्रा नेपाल सहित हालसम्म विश्वका 8 देशमा सम्पन्न भइसकेको रविकरण साहुका सल्लाहकार तथा यस अभियानका नेपाल प्रभारी युवराज आचार्यले जानकारी दिएका छन्। खाली खुट्टा हातमा कलश बोकेर महिलाहरूले यात्रा गरेका छन्। विशेष गरी विश्वमा वैदिक सनातन संस्कृतिको विकास, पूर्वीय दर्शनको व्यापकता तथा भारतलाई सनातन राज्य घोषणा, नेपालमा हिन्दू राज्य कायम गर्ने लगायतका लक्ष्य राखिएको छ। निर्माण गरिने गुरुकुलमा योग, साधना, ध्यान, मेडिटेसन, वैदिक सनातनी धर्मका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने यस अभियानका अभियन्ता खेम तिमल सिन्हाले जानकारी दिएका छन्। विशेष गरी सनातनी क्रियाकलापका माध्यमबाट नेपालको मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रको विकास तथा धार्मिक पर्यटनको वृद्धि गर्ने लक्ष्य रहेको तिमल सिन्हाको भनाइ छ। सनातनी व्यवस्थामा साइबर सुरक्षा, हरियाली युग, स्वच्छ वातावरण, सन्तुलित आहारको प्रबन्ध गर्ने कार्य हुने आचार्यले उल्लेख गरेका छन्। पोखरामा सम्पन्न भएको कलश यात्रामा हजारौंको संख्यामा महिलाहरूले कलश यात्रा गरेका थिए। मध्य प्रदेश क्याबिनेट मन्त्रीका सल्लाहकार तथा नरेन्द्र मोदी विचार मञ्चका एसिया कोअर्डिनेटर युवराज आचार्यले संयोजन गरेको कलश यात्रामा भारतका उच्च स्तरका साधु तथा महाराजहरूको उपस्थिति रहेको थियो। सो अवसरमा गोरख रत्न अवार्ड वितरण समेत गरिएको थियो। यस कार्यक्रमको पोखरा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। टेलिभिजनले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता र साथ दिने तथा सनातनी संस्कृति संरक्षणका लागि सहकार्य गर्ने सहमति भएको आचार्यले बताएका छन्।